सो साथीहरू अहिले चाहिँ म चट्टबारमा यहाँ घर मेरो मुली घरमा आएको होइन। रमाइलो छ यहाँ चाहिँ, बुवा मात्र हुनुहुन्छ, अलि फोरो छ होइन। अलि भर्खर बिहान उठ्नु भयो होला होइन, त्यही भएर अलि यहाँ यो नानी पनि छिने, एउटा सानो नानी यहाँ। नमस्ते भन्, नमस्ते भन्यो। त्यही हो, अब हामी चाहिँ यहाँबाट सन्देखेर जानुपर्छ। निजा मामालाई बसियो, मामा घर बसियो, सुत्यो, त्यो रमाइलो गरियो। अब आज चाहिँ चट्टबारमा जानुपर्छ मामा घरतिर। सो यहाँ मेरो साथीहरू हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ अर्घाखाँचीको आई थिङ्क सेकेन्ड हाइजेस्ट डाँडा होइन। यहाँबाट चाहिँ तपाईँको तराई भेग 4 नम्बर बनगाई चाहिँ देखिन्छ होइन। सफा मौसम भएसम्म केराको रुखहरू छ, यता भैँसी पाल्नु भएको छ। यही यो घर गाउँघरमै रमाइलो यही त हो साथीहरू होइन। यो चाहिँ हाम्रो पहिला म जन्मिएको ठाउँ हो होइन। म चाहिँ यहाँभित्र जन्मिएको हो। सो यही हो, पहिला हामी यहाँ बस्थ्यौँ। यहाँ हाम्रो चाहिँ कोठा थियो। हाम्रो यता भित्र चाहिँ किचन थियो र यहाँ चाहिँ त्यस्तै आँगन जस्तै खेल्ने ठाउँ थियो। यहाँ बसिन्थ्यो सबैजना। सो त्यहाँ यहाँभित्र चाहिँ हाम्रो कोठा थियो। सो अहिले चाहिँ यहाँ मकैहरू छ, ए रमाइलो छ। सो यता पनि ठिकै छ। अनि यता रुखहरू लाउनु भएको छ, नस्पतिहरू वहाँ पारिहरू। त्यहाँबाट चाहिँ हामी त्यहाँ पनि एक जानुपर्ने हुन्छ भित्र। मलाई चाहिँ चिया खान बोलाइरहनु भयो। म चाहिँ चिया खान जान्छु साथीहरू। अहिले चिया खाएपछि फेरि हामी कन्टिन्यू हुनुपर्छ। फेरि अहिले सन्ध्याखेर जाने बेला हामी ल है। गाउँ बारी यस्तै छ साथीहरू होइन। सो मैले चाहिँ बारीमा आएको छु। पछाडि बारी गाउँ फलिरहेको छ। अब चाहिँ सिस्नो पनि थाहा तपाईँहरूलाई। सिस्नो खाने भनेर चाहिँ आमा सिस्नो काट्दै हुनुहुन्छ उहाँ। सो हामी चाहिँ आमासँग जानु पर्यो अब। बारी यस्तै उहाँसँग चाहिँ हाम्रो हो उता काफलको रुख छ। अहिले छिटो खान थाल्नु होला। मिठो हुन्छ यो हजुर। खानुपर्छ यसलाई बनाएर। त्यही हो सिस्नो। ओ मोटे हाम्रो गाउँको भाइ हो यो। मोटे नमस्ते गर रोक अलि माथि हो चट्टबारमा उता एकछिनमा। चट्ट चाहिँ उताबाट त्यहाँबाट एकछिन त्यहाँ थिएँ म। यताबाट अब काफलको रुख छ उता पारि। काफल हेरेर जानुपर्छ। काफल थाके जस्तो त लाग्दैन मलाई होइन। तर पनि यहाँसम्म चाहिँ हाम्रै हो, कुनासम्म। काफल खान जानुपर्छ। यता गाउँहरू हेर्नु होइन। चट्ट रमाइलो छ। उता पारेको चाहिँ डेबा, सानो डेबा, ठुलो डेबा होइन। दुईवटा डेबा, खाँदा पनि सानो डेबा, ठुलो डेबा। यसलाई चाहिँ गौचर भन्छन्। गौचर अथवा खत्री टोला। यो तलको चाहिँ थापा टोला, यो माथिको चाहिँ खत्री टोला हो। हामी चाहिँ खत्री टोलामा परिन्छ। किन हामी खत्री भन्दा यता तलको थापा हुन्। सर काफल रुखनिर पनि आउँदा आँटियो। मलाई लाग्छ काफल पाके छैन, तर काफल चाहिँ पाक्यो है साथीहरू। हेर्नुहोस् है। सो काफल अलिअलि छ। यी खाले काफल यो माथि जम्मै काफल हो। खासै छैन होला अहिले चाहिँ। रुखमा जानु सकेन अहिले, जुत्ता लगाइयो। पछि आउँदासम्म रहेछ अनि हामीले खानुपर्ने हुन्छ यो।
माथि माथि जुत्ता लगाएको साथीहरू त्यही भएर अलि जानु मिल्दैन पछि कुनै दिन आएको बेला बनाउँला नि त नानी पनि चिच्याउँदै आयो उहाँबाट एकछिन पछि म चढ्न नि पाएँ साथीहरू होइन जुत्ता खोलेर अब साथीहरू होइन म जान्न भनेर जुत्ता लगाएको थिएँ नानीले चाहिँ जानु कि जानु मैले नानीलाई चाहिँ खान मन लाग्यो अरे सो जुत्ता पनि खोलियो चढ्नु पर्ने हुन्छ हामी चाहिँ अब बिस्तारै होइन रुखले अप्ठ्यारो छ साथीहरू होइन त्यस कारण हामी काँडा लगाइदिनु भयो यहाँ होइन आउँछन् भनेर बिस्तारै चढ्नुपर्छ हामी यो साथीहरू रुख होइन म चाहिँ एकछिन उता पारी जान्छु अनि बनाउँछु है त भिडियो अलि अप्ठ्यारो छ पारी जानुपर्छ म सो फाइनल्ली साथीहरू रुखमा पनि चढियो होइन अप्ठ्यारो छ रुख काफलको बुट्टा चाहिँ यही हो रातो रातो चाहिँ काफल हो खासै काफल पाएको जस्तो त लाग्दैन मलाई अप्ठ्यारो छ रुख होइन सो काफलका लागि हामी रहेछ एउटा खासै राम्रो छैन रहेछ साथीहरू रातो रातो हुनुपर्छ हामीलाई सो साथीहरू रुख अलि अप्ठ्यारो छ होइन म चाहिँ अब अलिकति काफल जम्मा गर्नुपर्छ हामीले मैले त्यसपछि चाहिँ म तल झरेर तपाईँलाई देखाउने छु मैले कति काफल जम्मा गरेँ है त ल सो साथीहरू यत्रो रुख चाहिँ भ्रमण गरिसकेपछि चाहिँ बल्ल तल्ल यति काफल चाहिँ सङ्कलन गरियो यति काफलले अब के गर्ने त अब होइन रुख चाहिँ पाक्ने बेला नि भएको छैन यो वैशाखतिर पाक्छ बल्ल होइन वैशाखतिर पाक्ने हो अलिअलि रातो रहेछ गएको अलि टुप्पा टुप्पामा अलि अप्ठ्यारो रुख अलि चढ्न सकिएन सो यति भयो नि जम्मा गरियो अब यतिलाई चाहिँ हामीले अब गएर बाँडीचुडी खाना पर्छ जुत्ता खोलिएर चढेको थिएँ जुत्ता लाउँछु मैले अनि बाँडेर खानुपर्छ अब मैले अब चाहिँ सिधै तपाईँहरूलाई चाहिँ मैले सन्देहहरूका भेट्ने छु है त साथीहरू ल साथीहरू भर्खरै चाहिँ हामी वडाघरलाई गाविसमा आयौँ यता उमेर हुनुहुन्छ अनि स्कुटी बाटो धुलै थियो होइन धुलै छ सर र पारामा हामी चाहिँ 9 नम्बर वडाघरलाई डिगुराहरू चाहिँ आइसकेको छौँ यहाँ सिफारिस लिएर हामी सन्ध्याको गएर नागरिकता बनाउनु पर्छ त्यही हो सिधै सन्ध्याको गएर भेटौँ है त ल सो साथीहरू अहिले चाहिँ हामी सन्ध्याका गइवरी आइयो सन्ध्याको चाहिँ मैले त्यहाँको चाहिँ भिडियो बनाउनु पाइनँ किनभने त्यहाँ चाहिँ म कार्यालयभित्र प्रशासन जिल्ला प्रशासन कार्यालय चाहिँ हामी नागरिकता बनाउन गएको त्यतैतिर अब अलि भिडभाड बनाउन पाइएन सो हामी चाहिँ सन्ध्याको बजारदेखि यहाँ माथि तलदेखि यहाँ माथि यो बाटो हुँदै अघि तल नै यही बाटो झरेको यही बाटो हुँदै यहाँ माथि आइसक्यौँ सो अब चाहिँ हामी अब सकेसम्म हामी 4 नम्बर नै जान्छौँ होला नभए हामी यतै बस्छौँ हामी यतै खाँचीतिर बस्छौँ होला अनि छोटो पारामा डाँडा गएर होइन स्कुटीको हालत देख्न सक्नुहुन्छ साथीहरू बाटो लास्ट धुलो थियो होइन सो कन्डिसन अफ स्कुटी होइन यहीँ हो ल अब चाहिँ चट्ट पारामा जानुपर्छ है त ल अब म चाहिँ तपाईँलाई अलि अगाडि गएर फेरि जोड्नेछु भर्खरै आयो देउराली होइन अब चाहिँ हामीले इन्ड गर्नुपर्छ यो भलक इन्ड गरेपछि हप्तारमा जानुपर्छ 4 नम्बर देउराली अब रफ्तारमा जाने हो साथीहरू रफ्तारमा